यो अलि अगाडि मैले एउटा यहाँ स्पेनिस गभर्मेन्टले गरेको घोषणा जुन 9 लाख मान्छेलाई पेपर दिने हरेक 3 वर्षभित्रमा चाहिँ हरेक वर्ष 3 लाख 3 वर्षभित्रमा 9 लाख मान्छेलाई पेपर दिने भनेर जुन घोषणा गरेको छ नि त्यो चाहिँ यो हामी जति विदेशीहरू छन् नि सिचुएसन इरेगुलर भएर बसेका बिचरा उनीहरूको घर दर्ता पनि थिएन काम गर्ने पर्मिसन पनि थिएन कहाँ काम गर्दा गर्दै मरे अब कहाँ बस्दा बस्दै मरे अब कुन घरमा बसेको उनीहरूको रेकर्ड पनि रहेन नि त जो सिचुएसन इरेगुलर भएर बसेका हुन्छन् त्यस्तो अवस्थामा बसेको मान्छेको चाहिँ यो दर्ता पनि केही नदेखिने अनि के कति सङ्ख्यामा बसेका थिए भन्ने कुरा पनि केही थाहा नहुने भएको भएर उनीहरूलाई चाहिँ हेल्प गर्ने के कुनै माध्यमै छैन क्या अवस्थै छैन एनजिओसहरूले अलिअलि बल गर्छन् हेल्प गर्नलाई चिने जानेको माध्यमबाट जस्तै मैले कतिजना मान्छे त्यस्तो चिनेको छु अर्कोले कतिजना त्यस्तो माध्यमबाट चाहिँ उनीहरूलाई अलिकति भोलिन्टियर काम गर्ने उनीहरूमाथि उनीहरूलाई चाहिँ सहायता गर्ने भन्ने कुरा आउँछ तर गभर्मेन्टले चाहिँ पटक्कै गर्दैन उनीहरूलाई त्यो भएर पनि यो धेरै आवाज उठ्यो एनजिओजबाट अनि त्यसपछि चाहिँ गभर्मेन्टले पहिलाभन्दा अलिकति बढी मान्छेलाई पेपर दिने भन्ने घोषणा गर्यो जुन चाहिँ यो इरेगुलर सिचुएसन भएका मान्छेहरूलाई पनि सहायता हुनुपर्छ उनीहरूको पनि राइट्स छ यहाँ बस्ने अधिकार छ उनीहरू त्यत्तिकै भित्रिएका होइनन् मान्छे विदेश त्यत्तिकै आउँदैनन् त दुःख परेर अथवा अलिकति बढी कमाउन पाइन्छ कि स्थिति राम्रो होला कि भनेरै छिर्ने हो नि त यो गरिब देशबाट अलिकति धनी देशहरूमा अलिकति सहुलियत हुने देशहरूमा मान्छे किन छिर्छ त त्यसकै लागि छिर्ने त हो नि अनि यो आवाजहरू धेरै उठेको कारणले गर्दाखेरि चाहिँ यो ह्युमन राइट्सको लागि पनि यो घोषणा गरेको छ स्पेनिस गभर्मेन्टले जुन चाहिँ खुसीको कुरा हो।